एउटा यस्तो देश जो 30 ट्रिलियन डलर भन्दा बढीको ऋणमा छ, तर पनि विश्वको सबैभन्दा शक्तिशाली देश पनि उही हो। कस्तो अचम्मको कुरा हैन? हो, यो अमेरिकाको वास्तविकता हो। आजको विश्लेषणमा हामी यही विरोधाभासपूर्ण तर शक्तिशाली सन्तुलनको रहस्य खोल्ने प्रयास गर्नेछौँ, जहाँ ऋण र शक्ति एकअर्कासँग नङ र मासु जस्तै जोडिएका छन्। अब यो प्रश्नले साँच्चै नै धेरैलाई अलमलमा पार्छ। सामान्यतया के हुन्छ, ठूलो ऋणले त कुनै पनि देशलाई कमजोर बनाउँछ, होइन र? तर अमेरिकाको हकमा कुरा अलि फरक छ। यहाँ त यही ऋण नै उसको शक्तिको एक हिस्सा जस्तो देखिन्छ। आखिर यो कसरी सम्भव भयो त? आउनुहोस् यो जटिल आर्थिक जालोलाई अलि नजिकबाट केलाएर हेरौँ। ल सुरु गरौँ पहिलो खण्डबाट, अमेरिकाको वित्तीय दोबाटो। एकातिर ऋणको विशाल पहाड अनि अर्कोतिर विश्वव्यापी प्रभावको शिखर। यही तनावपूर्ण सन्तुलनबाट हाम्रो विश्लेषण सुरु हुन्छ। यो अवस्था भनौँ न कुनै संयोगले बनेको होइन। यो त एउटा एकदमै सोच विचार गरेर बनाइएको आर्थिक संरचना हो। एक किसिमको उच्च जोखिमको खेल, जहाँ अमेरिकाले आफ्नो ऋणलाई नै एक हतियारको रूपमा प्रयोग गरिरहेको छ। तर यहाँ एउटा ठूलो प्रश्न उठ्छ, यो खतरनाक सन्तुलन आखिर कहिलेसम्म टिक्ला त? अब लागौं दोस्रो खण्डतिर, ऋणको आकार। हामी ठूलो ऋण, विशाल ऋण भनिरहेका छौं, तर यो वास्तवमा कति ठूलो छ त? अबका केही तथ्याङ्कहरूले यो चुनौतीको वास्तविक गहिराई देखाउनेछन्। यो आँकडा हेरौँ, 98%। यसलाई सरल भाषामा बुझ्न यस्तो सोचौं, यदि अमेरिकाले एक वर्षमा कमाएको कुल रकम, जसलाई हामी जीडीपी भन्छौं, त्यो 100 रुपियाँ हो भने उसले बाहिरी लगानीकर्ताहरूलाई तिर्नुपर्ने ऋण 98 रुपियाँ छ। मतलब आम्दानी जति नै ऋण। यो कुनै पनि अर्थव्यवस्थाको लागि साँच्चै नै एक चिन्ताजनक अवस्था हो। खासमा ऋणलाई दुई तरिकाले हेरिन्छ। पहिलो हो जनताले धारण गरेको ऋण। यो भनेको सरकारले स्वदेशी र विदेशी लगानीकर्ताहरूबाट लिएको ऋण हो। यो जीडीपीको त्यही 98% हो। तर जब सरकारले आफ्नै एजेन्सीहरूलाई तिर्नुपर्ने रकम, जस्तै कि सामाजिक सुरक्षा कोषको पैसा, त्यो पनि जोडिन्छ, तब कुल सार्वजनिक ऋण 125% पुग्छ। दुवै आँकडाले एउटै कुरा देखाउँछ, ऋणको बोझ साँच्ची नै गम्भीर छ। यो ग्राफले त अवस्थाको गम्भीरतालाई झनै छर्लङ्क पार्छ। हेर्नुस् त, आजको 98% को ऋण जीडीपी अनुपात यो विगत 50 वर्षको औसतभन्दा झण्डै दोब्बर हो। 50%बाट सिधै 98%। यो वृद्धिले के देखाउँछ भने अमेरिकाको ऋणको समस्या पछिल्ला केही दशकमा एकदमै तीव्र गतिले बढेको छ। त्यसो भए यत्रो ठूलो ऋण हुँदाहुँदै पनि अमेरिका कसरी टिकिरहेको छ त? हो, यसको जवाफ लुकेको छ उसको सबैभन्दा शक्तिशाली हतियारमा, अमेरिकी डलर। अबको खण्डमा हामी यही डलरको अद्वितीय शक्तिको रक्षा कसरी गरिन्छ भन्ने बारेमा केन्द्रित हुनेछौँ। यो सञ्चित मुद्रा वा रिजर्भ करेन्सी भन्ने कुरालाई बुझौँ। यो भनेको विश्वव्यापी अर्थतन्त्रको एउटा सेफ डिपोजिट बक्स जस्तै हो। जब विभिन्न देशहरूले आफ्नो विदेशी मुद्रा बचत गर्न चाहन्छन्, उनीहरू प्राय के रोज्छन्? अमेरिकी डलर। हो, यही कारणले डलर विश्वको प्राथमिक सञ्चित मुद्रा बनेको छ र अमेरिकाको आर्थिक शक्तिको मुख्य स्रोत पनि यही हो। अब सञ्चित मुद्रा हुनुको सबैभन्दा ठूलो फाइदा के हो त? फाइदा यो हो कि डलरको माग विश्वमा कहिल्यै घट्दैन। विश्वभरका देशहरू र ठूला कम्पनीहरूलाई व्यापार गर्न डलर चाहिन्छ। यही निरन्तर मागले गर्दा अमेरिकाले जतिसुकै ठूलो ऋण भए पनि सजिलैसँग आफ्नो ऋणपत्र बेचेर पैसा उठाउन सक्छ। तर यो डलर आधारित प्रणालीमा एउटा ठूलो खतरा पनि मडारिरहेको छ। त्यो हो विडलरीकरण वा डिडलराइजेसन। सोचौं त, यदि चीन, रूस वा अन्य ठूला देशहरूले व्यापारको लागि डलरको सट्टा आफ्नै वा अरू कुनै मुद्रा प्रयोग गर्न थाले भने के होला? सिधा कुरा हो, डलरको माग घट्छ र अमेरिकाको आफ्नो ऋण सजिलै तिर्न सक्ने क्षमतामा गम्भीर असर पर्छ। अब हेरौँ चौथो खण्ड, एक एकीकृत रणनीति। अमेरिकाले यो सब कसरी गरिरहेको छ त? यो कुनै एउटा नीतिले मात्र सम्भव भएको होइन। यो त आर्थिक, मौद्रिक र भू-राजनीतिक उपकरणहरूको एउटा एकदमै सुविचारित संयोजन हो र यसको एउटै लक्ष्य छ, डलरको प्रभुत्वलाई जसरी पनि कायम राख्ने।
यहाँ बुझ्नुपर्ने मुख्य कुरा के हो भने अमेरिकाका आर्थिक, राजनीतिक र मौद्रिक नीतिहरू अलग अलग छैनन्। बिल्कुल छैनन्। यी सबै त एउटै विशाल मसिनका विभिन्न गियरहरू जस्ता हुन् जो एकसाथ मिलेर केवल एउटै उद्देश्यका लागि काम गर्छन्, ऋणलाई व्यवस्थापन गर्ने र विश्वमा आफ्नो शक्ति प्रदर्शन गर्ने। यो रणनीतिका मुख्यतया 3वटा उपकरणहरू छन्। पहिलो, वित्तीय उपकरण, जस्तै कि व्यापारमा ट्यारिफ वा भन्सार लगाउने। दोस्रो, मौद्रिक उपकरण, जस्तै ब्याज दर घटाएर वा बढाएर अर्थतन्त्रलाई नियन्त्रण गर्ने। र तेस्रो, भूराजनीतिक उपकरण, जस्तै कि कुनै देशमाथि आर्थिक प्रतिबन्ध लगाएर उसलाई डलर प्रणालीमै रहन बाध्य पार्ने। अनि यी सबै उपकरणहरूको प्रयोग किन गरिन्छ? केवल 2वटा लक्ष्य हासिल गर्न। पहिलो, आफ्नो ऋणको बोझलाई नियन्त्रणमा राख्ने, र दोस्रो, विश्वको वित्तीय प्रणालीमा डलरको सिंहासनलाई सुरक्षित राख्ने। र हो, यी 2 उद्देश्यहरू एकअर्कासँग एकदमै गहिरो रूपमा जोडिएका छन्। यो चुनौतीको आकारलाई अमेरिकन एक्सन फोरमको यो भनाइले फेरि एकपटक पुष्टि गर्छ। उनीहरू भन्छन्, जनताले धारणा गरेको सङ्घीय ऋण $30.3 ट्रिलियन पुगेको छ, जुन जीडीपीको अनुमानित 98% हो। यो आँकडाले हामीलाई फेरि त्यही मूल प्रश्नमा फर्काउँछ, आखिर यस्तो विशाल ऋणको बोझ अमेरिकाले धानिरहेको तरी कसरी? त्यसो भए अन्तमा प्रश्न यही रहन्छ, के यो अमेरिकाको आर्थिक र रणनीतिक कुशलताको उच्चतम नमुना हो, वा भविष्यसँग खेलिएको सबैभन्दा ठूलो र उच्च जोखिमको जुवा? सायद यसैको जवाफले निर्धारण गर्नेछ कि आउने दशकहरूमा विश्वको आर्थिक शक्ति कसको हातमा हुनेछ। आजलाई यति नै। कृपया च्यानल सब्स्क्राइब गर्नुहोस्, भिडियो लाइक गर्नुहोस् र शेयर गर्नुहोस्। हामी अर्को भिडियो लिएर फेरि आउनेछौँ।